अहिले म चाहिँ यहाँ पशुपति आइपुगेको छु। दिउँसो भएर होला घाम पुरै। मालाहरूको आइटम पनि रहेछ। माला गर्मी छ, लास्टै गर्मी। यहाँ चाहिँ सबै प्राय मालाको आइटमहरू धेरै रहेछ कि सब माला मात्रै छ। पशुपति एरियामा मालाको व्यापार। आमामा फुल चाहिँ के हो यो, के मिठो फुलेको। मान्छे त जति जहिले भए पनि पुरै बिजी हुन्छ पशुपतिमा चाहिँ। यहाँनिर चाहिँ फुल चाहिँ मजाको लाग्यो। ल र यहाँनिर एउटा दुईवटा तीनवटा लास्ट चलिरहेछ। यस्तो छ यतातिरको। माथि चाहिँ यता माथि चाहिँ यो गर्ने ठाउँ छ। यहाँ माथि चाहिँ अब यहाँदेखि फिर्किनु पर्ला जस्तो छ। यहाँ माथि त केही छैन, बाँधेर जङ्गलै जङ्गल मात्रै छ। म चाहिँ अहिले यहाँनिर यहाँ तल चाहिँ लास्ट जलाउने ठाउँ छ, लाइनै तल्लोपट्टि यहाँ मन्दिर छ। यतापट्टि मेन मन्दिर हो। यहाँदेखि उकालो गयो भने चाहिँ जङ्गलतिर जान्छ होइन। अनि यता चाहिँ यस्तो छ, यता पनि लास जलाउने ठाउँ छ। अब यहाँनिर रेडी गर्दैछ। उपर एउटा लास आइसक्यो। यहाँ पूजा हुँदैछ यहीँनिर। त्यहाँनिर लास जलाउने ठाउँ यस्तो छ। यता मान्छे रमिता मलामी सलामी सबै यता आउनेहरू। यहाँदेखि अहिले यहाँदेखि उकालो गयो भने चाहिँ माथि जङ्गलतिर जान्छ। यहाँ चाहिँ अहिले चाहिँ पर लास जलाउने ठाउँ। यता पनि लास जलाउने ठाउँ छ। मेन मन्दिर चाहिँ त्यो भइहाल्यो। यो चाहिँ उकालो जाने माथि जङ्गलतिर जाने पनि छ। यस्तो छ। लास त यहाँ दिनमा 25-30वटा 100-150 भन्दा पनि धेरै आउँछ। घन्टामै आउँछ र त्यति धेरै। यस्तो चाहिँ यहाँ चाहिँ यहाँ बसेर हेर्ने खालको छ। तल टक्क तलको भ्यू देखिन्छ यहाँबाट। यसरी हेर्दाखेरि सिधै यहाँबाट तल सिधै तल देखिन्छ। अहिले चाहिँ म यहाँनिर हात छिराउने ठाउँ छ कि त्यो ठाउँमा आइपुगिरहेको छु म। यहाँनिर यस्तो उकालो छ, गर्मी लास गर्मी छ। यहाँ हात छिराएको ठाउँमा आइपुगेको। ल कसरी चाहिँ छिराउँदो रहेछ भन्दैछु कि यहाँनिर छिराउँदो यहाँनिर। यहाँ चाहिँ यस्तो छ। अहिले मेन मन्दिर छिर्ने यहाँबाट हो भित्र। यहाँबाट खुट्टै भित्र छिरेपछि बाहिरको लोकेसन हो। भित्र जानुलाई त कि त अब खुट्टा चप्पल खोलेर यताउति गरेर मात्रै जानुपर्छ नि त त्यहाँबाट भित्र। फेरि भित्र उयो पनि दिँदैन, भिडियो गर्नै दिँदैन। बाहिर चाहिँ यस्तो छ। अहिले यहाँबाट छिरेको होइन 50 रुपियाँ टिकट लाग्दो रहेछ। मोबाइल मात्र क्यामेरा निषेध भन्दैछ। यहाँ त अब बालै फरेर भिडियो बनाइदिएको। यहाँ कसले चाहिँ मोबाइल चलाएपछि क्यामेरा चाहिँ चलाउँदैन हौ। यहाँ यस्तो छ 50 रुपियाँ टिकट। खुल्ला रहेछ सबै। कस्तो मजाको ठाउँहरू छ क्या यहाँ। आनन्दको ठाउँ। एउटा टिकटक स्टारहरू यहाँ आउँदो रहेछ कि सब। भएर कस्तो मजाको छ बाटो। यहाँ चाहिँ यस्तो रहेछ दुबोटेको ड्रागन फ्रुट। मजाले रहेछ। हरियाली छ।
आनन्द चाहिँ आनन्द रहेछ के हो यो जुगोहरू अलिअलि बोकेको रहेछ 50 रुपियाँ टिकट यति नै रहेछ अब घुमेर आइसक्यो अब सक्यो यति हो यहाँ बुद्ध चित्तको बोट पनि राखेको छ यहाँ यति नै हो घुम्ने ठाउँ अब यो चाहिँ अघि छिरेको ठाउँ यस्तो छ